नमस्कार सबैजनालाई। हजुरहरू हेटौँडामा हुनुहुन्छ अथवा हेटौँडा नजिकै हुनुहुन्छ भने दिस प्लेस इज वेटिङ फर यु। डाक्टर टोनी हेगन पार्क। डाक्टर टोनी हेगन पार्क चाहिँ हेटौँडाको बस पार्क एरियाबाट थोरै मात्रै दूरीमा रहेको एकदम शान्त वातावरणमा हरियाली पार्क हो। यो पार्कमा चाहिँ हजुरहरूले भिजिट गर्न सक्नुहुन्छ। यहाँ पुग्नको लागि चाहिँ फरेस्टमा पुग्नु पर्यो हजुरहरू बस पार्कको पिपल बोटमा। पिपल बोट चाहिँ सिधै तल झरेर जान सकिन्छ, बट अनलकी मी त्यो दिन चाहिँ बाटो खराब भएको भएर नेक्स्ट बाटोबाट चाहिँ हामी गयौँ। अनि यता मोडपट्टि लाग्ने, अनि यहाँबाट चाहिँ एउटा 4 तल्ले बिल्डिङ आउँछ, त्यसको पहिलो तलामा प्रकाश होटेल रहेको छ। यहाँबाट चाहिँ हामी मोड्यौँ र यसकोबाट सिधै तल उतापट्टि जाने। त्यहाँबाट चाहिँ त्यहाँनिर चाहिँ ठ्याक्कै यो पिपल बोटको तलपट्टि हामी निस्किन्छौँ र त्यहाँबाट सिधै तल जाने। त्यहाँ पुगिसकेपछि चाहिँ डाक्टर टोनी हेगन पार्क किन यो नामले नै राखियो होला त? यसको पछाडि चाहिँ एउटा रोचक इतिहास लुकेको छ। डाक्टर टोनी हेगन एक स्विस भूगोलविद अर्थात् भूवैज्ञानिक थिए। उनी सन् 1950 अथवा विक्रम सम्वत 2007मा नेपालको भौगोलिक अध्ययनका लागि पहिलोपटक नेपाल आएका थिए। त्यसपछि उहाँले करिब 14,000 किलोमिटरभन्दा बढी पैदल यात्रा गरेर नेपालको विभिन्न भूगोल, संस्कृति, जातीय विविधता र प्राकृतिक सम्पदाको विस्तृत अध्ययन गर्नुभयो। उहाँले लेख्नुभएको नेपाल द किङडम अफ द हिमालयज इन द हिमालयज नामक पुस्तकले नेपाललाई विश्व सामु चिनाउन पनि महत्त्वपूर्ण योगदान खेलेको छ। यति मात्रै होइन, उहाँले त्यो समयमा चाहिँ हेटौँडालाई भविष्यमा योजनाबद्ध र व्यवस्थित सहरका रूपमा विकास गर्न सकिने परिकल्पना गर्नुभएको थियो। आज लगभग 76 वर्षपछि हेटौँडा विकास हेर्दा उहाँको दूरदर्शिता साँच्चै नै प्रशंसनीय छ। यसका साथै उहाँले कुलेखानी जलविद्युत आयोजनाको सम्भाव्य अध्ययन, नेपालका विभिन्न भूभागको अनुसन्धान, ट्रेकिङ मार्गहरूको पहिचान र नेपालको प्राकृतिक सम्पदालाई विश्वसामु परिचित गराउन निकै महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। यही उहाँको महत्त्वपूर्ण योगदानको सम्मान स्वरूप हेटौँडामा डाक्टर टोनी हेगन पार्क निर्माण गरिएको हो। यो ठाउँ घुम्दा मलाई निकै खुसी लाग्यो। मलाई यति धेरै माया गर्ने, विश्वसामु चिनाउने योगदान गर्ने डाक्टर टोनी हेगनप्रति मनैदेखि सम्मान र धन्यवाद व्यक्त गर्न मन लाग्यो। यदि तपाईँहरू हेटौँडामा हुनुहुन्छ अथवा नजिकै हुनुहुन्छ भने हजुरहरूले चाहिँ यो ठाउँ घुम्न सक्नुहुनेछ। यो निकै सुन्दर पार्क रहेको छ र यो मेरो भिडियो पनि मन परेको भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। म चाहिँ यो ठाउँ 2 चोटि घुमिसकेको छु। यो निकै सुन्दर पनि रहेको छ, शान्त पनि रहेको छ। म चाहिँ नर्मली शान्त ठाउँहरूमा घुम्न मन पराउने मान्छे भएर पनि होला मलाई यो ठाउँ चाहिँ निकै राम्रो लाग्यो। अहिलेसम्म त्यति धेरै मान्छेहरू चाहिँ आउनुभएको थिएन, अलिअलि फ्याटफुट्ट आउनुभएको थियो। म 2 चोटि नै बेलुका साँझको समयमा 6 बजेतिर पुगेको थिएँ र यसरी यहाँनिर चाहिँ डाक्टर टोनी हेगन पार्क भनेर लेखिएको छ र केही ट्रेडिसन झल्काउने कुराहरू पनि बनाइएको छ, जुन म अलिकति पछाडि देखाउँछु। र यसरी दुबोहरू पनि राम्रोसँग लगाइएको छ, फोटोहरू पनि राम्रो आउँछ यहाँनिर, भिडियोहरू पनि। र यसको व्यवस्थापनको पाटो पनि मलाई निकै राम्रो लाग्यो। यतापट्टि साइडमा चाहिँ यसरी हिमालयहरू, ट्रेकिङहरू पनि बनाइएको छ, किनकि डाक्टर टोनी हेगनले चाहिँ विभिन्न ठाउँहरूको चाहिँ विभिन्न नेपालको भौगोलिक अवस्थाको निकै राम्रो तरिकाले अध्ययन गरेर नेपाललाई म्यापिङ गर्नलाई पनि हेल्प गर्नुभएको थियो उहाँले। यसरी नेपालको भौगोलिक अवस्था पनि यहाँबाट झल्काइएको छ र नेपालको रीतिरिवाजलाई झल्काउने कुराहरू पनि यहाँनिर चाहिँ बनाइएको छ। यसरी मैले चाहिँ थोरै भिडियोहरू पनि बनाएँ, यो पनि छ। सो सी यू नेक्स्ट टाइम, बाई बाई, होप यु लाइक इट।